ढिँडोको पारखी म पनि कसैले ढिँडो खाए कि कस्तो खाउँ खाउँ लाग्छ हौ। ती माथि सिस्नु र ढिँडो खाँदै हुनुहुँदो रहेछ। यहाँ चाहिँ यो सिस्नु र ढिँडो चाहिँ मैले अहिलेसम्म खाएको छैन। यसरी नि यो सिस्नु र ढिँडो खाउँ खाउँ लागिरहेछ मलाई पनि। अब नेपाल गएको बेला चाहिँ म सिस्नु र ढिँडो खाने हो। यो एकैछिन हेरौँ न है। तपाईले आज पनि सिस्नो पकायो। मान्छेले सिस्नो र ढेँडो कति खान्छ चाहिँ भोटे भनिसक्यो। तर सिस्नो र यो ढेँडो चाहिँ यस्तो मिठो के यस्तो हेर्नुहोस् न आज। यस्तरी खाएर अनि खोर्सानी यसरी चपाउनु पर्छ क्या। अनि मात्रै ढेँडो र अनि सिस्नो खाएको जस्तो हुन्छ। यो सिस्नो चाहिँ हाम्रो आफ्नै बारीमा रोपेको काठमाडौँको कस्तो मिठो हजुरले रोपेपछि पकाउनु पर्यो। अनि यस्तो मिठो छ कि मुछेर खाने होइन, डल्ला पारेर खानुपर्छ। खाने स्टाइल चाहिँ जान्नु भएन उहाँले, तर एकदम स्वादिलो गरेर खाइराख्नु भएको छ। ढिँडा चाहिँ डल्ला पारेर चट्ट चोबेर स्वाट्ट निल्ने हो नि त। ढिँडो खानु त हामीलाई आउँछ नि हौ, तर गाउँमा ढिँडो खाँदै गर्दाखेरि कोही मान्छे आइपुग्यो भने लुकाउन कुद्ने अथवा चाहिँ देख्छन् कि भनेर गरिन्थ्यो होइन। यिनीहरू भातै खान नपाउने, ढिँडै मात्रै खाने भन्ने खालको भन्छन् होला भने जस्तो लाग्थ्यो। अहिले ढिँडो खान मात्रै पाउनु हो भने फोटो खिचेर हालौँ हालौँ लाग्छ, यस्तै भिडियो बनाएर हालौँ हालौँ लाग्छ। तपाईँहरूलाई पनि यस्तै लाग्छ कि के लाग्छ कमेन्ट गर्नु होला।